हरेक प्रदेशको डिटेल्समा बजेट सम्बन्धी भिडियो ल्याइसकेका छौँ। कुन प्रदेशमा कुन शीर्षकमा कति विनियोजन गरिए र ती बजेटहरूको खर्च बेहोर्ने स्रोतहरू के रहेका छन् सो सम्बन्धमा आजको भिडियो रहेको छ। हरेक प्रदेशले असार 1 गतेभित्र बजेट ल्याइसक्नुपर्ने, बजेट प्रदेश सभामा पेश गरिसक्नुपर्ने धारा 119 मा व्यवस्था गरिएको छ। सुरुमा हेरौँ सुदूरपश्चिम प्रदेश सम्बन्धी। सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष 82-83 को बजेट हेरौँ। बजेट पारित 2082 असार 1 गते भएको थियो। बजेट आर्थिक मामिला मन्त्रीले हरेक वर्ष असार 1 गते प्रदेश सभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। असार 1 गते प्रदेश सरकारले र असार 10 गते भित्र स्थानीय सरकारले बजेट पेश गर्ने आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा थिए भने यो आर्थिक वर्षको अन्त्यसम्म सुदूरपश्चिमको आर्थिक वृद्धि दर 3.32 पुग्ने अनुमान गरिएको छ। बजेट कुन शीर्षकमा कति विनियोजन गरियो सो सम्बन्धी हेरौँ। सुदूरपश्चिम प्रदेशको जम्मा बजेट यो वर्ष 82-83 को लागि 33 खर्ब 47 करोड 60 लाख विनियोजन गरियो। चालुतर्फ 10 अर्ब 20 करोड 81 लाख, जसमा 30.49% हुन आउँछ। पुँजीगत तर्फ 19 अर्ब 83 करोड 2 लाख, जसमा 59.24% हुन आउँछ भने वित्तीय हस्तान्तरणतर्फ 3 अर्ब 42 करोड 77 लाख रहेको छ भने प्रतिशतमा 10.24% हुन आउँछ। वित्तीय व्यवस्थातर्फ 1 करोड विनियोजन गरिएको छ। प्रतिशतका हिसाबले 0.03% हुन आउँछ। अब सुदूरपश्चिम प्रदेशमा सो बजेटलाई कुन स्रोतबाट चाहिँ बेहोर्ने रहेको छ। अब त्यो प्रदेशको बजेट बेहोर्ने स्रोतहरू हेरौँ। आन्तरिक राजस्वबाट 1 अर्ब 65 करोड बेहोर्ने छ भने राजस्व बाँडफाँडबाट 9 अर्ब 87 करोड 25 लाख रुपैयाँ बेहोरिनेछ भने सङ्घीय रोयल्टी बाँडफाँडबाट 8 करोड रुपैयाँ बेहोर्ने रहेछ भने वित्तीय समानीकरणबाट 8 अर्ब 92 करोड 96 लाख रहेको छ। त्यस्तै चालु वर्षको विनियोजनबाट बचत हुने 7 अर्ब 66 करोड 63 लाख रहेको छ। तपाईहरूले सङ्घीय बजेटको भिडियो हेर्न सक्नुहुन्छ। हाम्रो अघिल्लो भिडियो सङ्घीय बजेटको बारेमा डिटेल्स रहेको छ। यसमा भने बजेटका लक्ष्य उद्देश्य सहित अन्य कार्यक्रमहरू के कार्यक्रमहरू चाहिँ तय भएका छन् त्यो सबै सम्पूर्ण यो बजेटको भिडियोमा राखेका छौँ। यो सङ्घीय बजेटको भिडियो पनि हेर्न सक्नुहुनेछ। अब बजेट कुन शीर्षकमा कति विनियोजन गरियो त त्यो हेरौँ। बजेट रहेको थियो कर्णाली प्रदेशको जम्मा 32 अर्ब 49 करोड 66 लाख। जम्मा विनियोजन बजेट भनेको 32 अर्ब 49 करोड 66 लाख रहेको छ। अब चालुतर्फ 7 अर्ब 79 करोड 91 लाख रुपैयाँ रहेको छ, जसमा प्रतिशतमा 23.63% हुन आउँछ। पुँजीगत तर्फ 19 अर्ब 18 करोड 29 लाख रुपैयाँ छ भने दशमलवका प्रतिशतका हिसाबले 60.56 रहेको छ। वित्तीय हस्तान्तरणतर्फ 4 अर्ब 59 करोड 98 लाख रहेको छ। वित्तीय व्यवस्थातर्फ भने 61 करोड 70 लाख रहेको छ। प्रतिशतमा 1.86% हुन आउँछ। यो कर्णाली प्रदेशको विनियोजित बजेट भयो। अब बजेट बेहोर्ने स्रोतहरू कर्णाली प्रदेशमा के छन्, कुनबाट कति बजेट बेहोरिनेछ त। आन्तरिक राजस्वबाट 5 अर्ब 61 करोड 68 लाख 44 हजार रुपैयाँ रहेको छ। राजस्व बाँडफाँडबाट 10 अर्ब 27 करोड 30 लाख रुपैयाँ बेहोरिने छ भने वित्तीय समानीकरण अनुदानबाट 10 अर्ब 56 करोड र 4 लाख रुपैयाँ रहेको छ। सशस्त्र अनुदानबाट 4 अर्ब 44 करोड 60 लाख रुपैयाँ रहेको छ। समपूरक अनुदानबाट 53 करोड 97 लाख रुपैयाँ रहेको छ। विशेष अनुदानबाट 49 करोड 46 लाख रहेको छ। कर राजस्वबाट 96 करोड 74 लाख 19 हजार रुपैयाँ रहेको छ भने वैदेशिक सहायताबाट रु 1 करोड 87 लाख रुपैयाँ खर्च बेहोर्ने स्रोत रहेका छन्। हाम्रो यस फेसबुक पेजमा पनि जोडिन सक्नुहुनेछ। हाम्रो फेसबुक पेज हो यो। धनेन्द्र कार्की रहेका थिए। अब बजेट हेरौँ। बजेट विनियोजन जम्मा कुल बजेट विनियोजन 38 अर्ब 91 करोड रहेको थियो भने चालुतर्फ 12 अर्ब 9 करोड 47 लाख रहेको थियो। जम्मा रु 38 अर्ब 91 करोड। चालुतर्फ 12 अर्ब 1 करोड 47 लाख 30.88% हुन आउँछ। प्रतिशतमा भने पुँजीगत तर्फ 23 अर्ब 47 करोड 14 लाख रहेको छ, जसमा 60.32% हुन आउँछ। वित्तीय हस्तान्तरणतर्फ 3 अर्ब 42 करोड 37 लाख रहेको थियो भने प्रतिशतमा 8.80% हुन आउँछ भने वित्तीय व्यवस्थातर्फ 3 अर्ब 42 करोड जसमध्ये 8.8% हुन आउँछ। अब लुम्बिनी प्रदेशको हेरौँ। लुम्बिनी प्रदेशको बजेट बेहोर्ने स्रोतहरू के रहेका छन् र कति बजेट
कुन शीर्षकबाट बेहोर्नेछ? आन्तरिक राजस्वबाट 7 अर्ब 78 करोड 4 लाख रुपियाँ रहेको छ। राजस्व बाँडफाँडबाट 11 अर्ब 86 करोड 56 लाख रहेको छ। त्यस्तै वित्तीय समानीकरण अनुदानबाट 8 अर्ब 44 करोड 44 लाख रुपियाँ रहेको छ भने सशर्त अनुदानबाट 4 अर्ब 66 करोड 55 लाख रुपियाँ रहेको छ। समपूरक अनुदानबाट 51 करोड 40 लाख रुपियाँ रहेको छ भने विशेष अनुदानबाट 40 करोड रुपियाँ खर्च बेहोरिनेछ। अब गण्डकी प्रदेशको हेरौँ। गण्डकी प्रदेशको बजेट पेश गर्ने आर्थिक मामिला मन्त्री हुन्। जम्मा बजेट विनियोजन भएको छ 31 अर्ब 97 करोड 80 लाख भने चालुतर्फ 12 अर्ब 63 करोड 67 लाख रुपियाँ रहेको छ, जसमध्ये प्रतिशतमा 39.52% हुन आउँछ। पुँजीगततर्फ 19 अर्ब 9 करोड 33 लाख रुपियाँ रहेको छ भने 59.71% रहेको छ। वित्तीय व्यवस्थातर्फ 25 करोड रहेको छ, जसमध्ये 0.78% हुन आउँछ। गण्डकी प्रदेशमा बजेट बेहोर्ने स्रोत हेरौँ। आन्तरिक राजस्वबाट गण्डकी प्रदेशमा 5 अर्ब 45 करोड रुपियाँ बजेट बेहोरिनेछ भने राजस्व बाँडफाँडबाट 49 करोड 89 लाख रहेको छ। वित्तीय समानीकरण अनुदानबाट 7 अर्ब 73 करोड 89 लाख रहेको छ। सशर्त अनुदानबाट 9 अर्ब 79 करोड रहेको छ। समपूरक अनुदानबाट 63 करोड 97 लाख रुपियाँ रहेको छ भने विशेष अनुदानबाट 48 करोड 46 लाख रुपियाँ रहेको छ। बागमती प्रदेशको बजेट हेरौँ। बागमती प्रदेशको बजेट आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट पेश गरेका थिए। बागमती प्रदेशमा जम्मा बजेट 67 अर्ब 47 करोड 73 लाख रहेको छ भने सबैभन्दा बढी बजेट पेश गर्ने प्रदेश पनि बागमती प्रदेश रहेको छ। चालुतर्फ बागमती प्रदेशले 26 अर्ब 4 करोड 47 लाख रुपियाँ विनियोजन गरेको छ। प्रतिशतमा 38.6 हुन आउँछ। पुँजीगततर्फ 41 अर्ब 43 करोड 26 लाख रुपियाँ विनियोजन गरेको छ भने प्रतिशतका हिसाबले 64.41% हुन आउँछ। वित्तीय व्यवस्थातर्फ 10 करोड रुपियाँ विनियोजन गरेको छ। अब बागमती प्रदेशमा बजेटको खर्च बेहोर्ने स्रोतहरू के छन् त? कर राजस्वबाट 28 अर्ब 78 करोड 82 लाख रुपियाँ बेहोर्ने छ भने राजस्व बाँडफाँडबाट 12 अर्ब 39 करोड 60 लाख रुपियाँ रहेको छ। सङ्घबाट प्राप्त हुने 41 अर्ब 81 करोड 93 लाख रुपियाँ रहेको छ। सञ्चित कोष विविधबाट प्राप्ति 16 अर्ब 98 करोड 94 लाख रहेको छ। अब मध्य प्रदेशको हेरौँ। मध्य प्रदेशको अर्थमन्त्री सुनिल कुमार यादवले बजेट पेश गरेका थिए। कुल बजेट विनियोजन भएको छ 46 अर्ब 98 करोड 33 लाख रहेको छ। चालुतर्फ 16 अर्ब 72 करोड 5 लाख, प्रतिशतका हिसाबले 35.59% हुन आउँछ। पुँजीगततर्फ 30 अर्ब 26 करोड 28 लाख रहेको छ। प्रतिशतमा 64.41% हुन आउँछ। त्यस्तै वित्तीय व्यवस्थातर्फ 10 करोड रुपियाँ रहेको छ। मध्य प्रदेशको खर्च बेहोर्ने स्रोत हेरौँ। आन्तरिक राजस्वबाट 9 अर्ब 50 करोड 83 लाख रहेको छ। राजस्व बाँडफाँडबाट 1 अर्ब 35 करोड रहेको छ भने वित्तीय समानीकरण अनुदानबाट 7 अर्ब 72 करोड 19 लाख रुपियाँ रहेको छ। सशर्त अनुदानबाट 4 अर्ब 26 करोड 18 लाख रहेको छ। समपूरक अनुदानबाट 35 करोड 82 लाख रहेको छ भने विशेष अनुदानबाट 39 करोड 45 लाख रुपियाँ रहेको छ। अब अन्तिममा कोशी प्रदेशको हेरौँ। कोशी प्रदेशको बजेट पेश गर्ने व्यक्ति हुन् आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर। जम्मा बजेट विनियोजन गरेको थियो। जम्मा बजेट 35 अर्ब 87 करोड 99 लाख रुपियाँ भने चालुतर्फ 18 अर्ब 67 करोड 33 लाख रुपियाँ विनियोजन गरेको छ, जसमध्ये 52% हुन आउँछ। पुँजीगततर्फ 17 अर्ब 10 करोड 65 लाख विनियोजन गरियो, जसमध्ये 47.7% पुँजीगत तर्फको चाहिँ बजेट हुन आउँछ। अब वित्तीय व्यवस्थातर्फ रु 10 करोड नै विनियोजन गरेको छ। प्रतिशतका हिसाबले यो पनि 0.28% नै हुन आउँछ। बजेट अब बेहोर्ने स्रोतहरू हेरौँ। कोशी प्रदेशमा आन्तरिक राजस्वबाट 5 अर्ब 50 करोड रहेको छ। राजस्व बाँडफाँडबाट 12 अर्ब 39 करोड 60 लाख रहेको छ। सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान भने 8 अर्ब 98 करोड 34 लाख रहेको छ। सशर्त अनुदानबाट 4 अर्ब 57 करोड 10 लाख रहेको छ। समपूरक अनुदानबाट 39 करोड 17 लाख रहेको छ। पिडिएफको लागि साथीहरू हाम्रो ग्रुपमा जोइन गर्नुहोला। त्यहाँ हामीले डिस्क्रिप्सनमा राखिसकेका छौँ, पिडिएफ प्राप्त गर्न सक्नुहुन्छ। अब यसमा विशेष अनुदानबाट
55 करोड 72 लाख रुपियाँ रहेको छ। हाम्रो यहाँ लिङ्क पनि दिएको छ, यो लिङ्कबाट पनि तपाईँहरू आउन सक्नुहुन्छ। व्हाट्सएप नम्बर पनि राखेको छ, त्योबाट पनि आउन सक्नुहुन्छ। र त्यस्तै अन्य समसामयिक फ्रीमा उपलब्ध हुनेछन् पिडिएफहरू। तपाईँहरू हाम्रो ग्रुपमा जोइन हुनुहोला। धन्यवाद। आजको भिडियो भने सङ्घको बजेट हेर्नलाई भने अघिल्लो भिडियो हेर्नुहोला।